बेबी बेबी गुड मर्निङ। आज चाहिँ यहाँ हिउँ परिरहेको छ। म चाहिँ बाबुलाई छोडेर अब पसलतिर हिँड्दैछु। Oh my God, एकदमै धेरै हिउँ परिरहेको छ। धेरै चिसो बढिसक्यो। आज चाहिँ बिहान बिहान उठेर बाबुलाई लिनु आएर आफू पनि नुहाइ गरेर हिँडिसकेको छु। म हजुरहरूलाई आजको मेरो डे देखाउन चाहन्छु। अहिले चाहिँ बिहानको 11 बजिसकेको छ। बाबुलाई त्यता दिदीकोमा छोडेर अब चाहिँ म पसलमा जाँदैछु। पसल चाहिँ बिहानै मेरो हस्बेन्डले खोलिसक्नुभयो 9 बजी नै। यस्तो दामी मौसम भइरहेछ। मलाई चाहिँ मनपर्छ चिसो। म चिसो महिनामै जन्मेर होला मलाई चाहिँ चिसो एकदमै मनपर्छ। अनि हिउँ त ओ माई गड, हिउँभरि पनि हिउँ नै हिउँ भइरहेको छ, देख्न सक्नुहुन्छ। हिँड्नलाई चाहिँ त्यति गाह्रो भएको छैन किनकि एकदमै पातलो हिउँ छ। तर आज चाहिँ जनवरी 1 देखि हिउँ परेको जे होस् कन्टिन्यू यो वर्ष चाहिँ धेरै नै चिसो छ भन्ने सुनेको थिएँ। हेरौँ, फाइनल्ली म चाहिँ पसल आइसकेँ। यो हो हाम्रो पसल। मैले केसमा पनि आइसकेँ। यो चाहिँ हाम्रो पसल। बाहिर चाहिँ हिउँ परिरहेको छ। यहाँ चाहिँ आज हामी सामान मिलाउँदैछौँ। आज चाहिँ अब यो चाहिँ डेलिभरीको लागि हामीलाई यो चाहिँ तयार गर्दैछौँ। अरू चाहिँ मैले गरिसकेँ। मैले चाहिँ भिडियो सुट गर्न बिर्सेछु। आजको यो चाहिँ आज चाहिँ 10 जनवरी हो र यो चाहिँ डेलिभरीको लागि मैले गर्दैछु। अनि पछि फेरि अहिलेको 3 बजिसकेको छ। यहाँ चाहिँ केही चाहिएको जस्तो छ। हाम्रो एउटा क्लाइन्टलाई सिनामेन चाहिएको भएर मेरो हस्बेन्डले चाहिँ दिँदै हुनुहुन्छ। हाम्रो अब काम यही हो, कस्टमर खुसी बनाउने। अहिलेको चाहिँ साँझको 7:30 भइसकेको छ। अघि नै चाहिँ मैले बिरयानी खाइसकेको छु, जुन चाहिँ मैले भिडियो गर्ने बिर्सेँ। यहाँ छ त्यसको डब्बा चाहिँ एकजना क्लाइन्टले हामीलाई ल्याइदिनु भएको थियो, मिठो थियो, थ्याङ्क यू सो मच। र अहिले चाहिँ मेरो हस्बेन्ड चाहिँ डेलिभरी जानुभएको छ। म चाहिँ पसलमै छु, यत्तिकै बसिरहेको छु सामानहरू मिलाउँदै अलिअलि काम गर्दै। अब आज साँझ चाहिँ आज घर जान छ, खाना बनाउनु छ। यहीँ पसलमा बसेछु। थकै लागिसक्यो। सी यू गाइज। अहिले चाहिँ अब हाम्रो क्लोजिङ गर्ने बेला भइसकेको छ, 9 बजिसकेको छ। अब चाहिँ यहाँ अझै एउटा डेलिभरी छ। यो चाहिँ अब हामी डेलिभरी पुऱ्याएर फेरि बाबुलाई लिन जाँदैछौँ। अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँ 9 बजिसकेको छ। अब चाहिँ रात परिसकेको छ। अब हामी पसल बन्द गर्ने बेला पनि भइसक्यो। चाहिँ रातको 11:30 बजिसकेको छ। हाम्रो चाहिँ यहाँ रमाइलो चलिरहेको छ। झ्याप्पै आइन् मगर्नी दिवान